नमस्कार। आजका प्रमुख हेडलाइन खबरहरूमा हार्दिक स्वागत छ। पोखरा विमानस्थलमा भ्रष्टाचार, 56 जना विरुद्ध मुद्दा दायर। भारतको गोवामा आगजनी, 4 नेपाली सहित धेरैको हाताहात भएको अनुमान। अन्नपूर्ण क्षेत्र पर्यटकहरूको आकर्षक केन्द्र बन्दै। स्थानीय तहहरूमा अपारदर्शिता र मनपरी रोक्न विज्ञको सुझाव। बनगाड कुपिने नगरपालिकाले गाई भैँसी प्रवर्धन कार्यक्रमका लागि प्रस्ताव आह्वानको 21 दिने सूचना जारी गरेको छ। हवस् त अहिलेलाई यति नै, बिदा दिनुहोस्। नमस्कार। ताजा खबरहरूको लागि हामीलाई फलो गर्नुहोला।